असर हुने गरी चाहिँ हिँड्न मिल्दैन यसै डोर्याएर हिँड्नुपर्छ यसै डोर्याउनुपर्छ अलिकति छोयो भने झ्याममा लाग्दैन रिस उठ्ने मान्छेले हतार भइरहेको हुन्छ तिनीहरूलाई यसै डोर्याएर हिँड्नुपर्छ साइकल यसै डोर्याउनुपर्छ अनि तिनीहरूलाई अलिकति छोको त पुरै छोड अलिकति छेउमा यसो गऱ्यो भने तिनीहरूलाई भन्नु के भाउबा लामखुट्टे चिप्कायो नि मलाई लामखुट्टेले यस्तो छ लामखुट्टेले थ्वास्स चिप्लायो नि मलाई यार ट्रेन त चिप्लिहाल्यो नि यार थुक्क चिप्लिहाल्यो नि भाकुरी आउँछ होला ए यताबाट आयो ल एउटा आयो ल यताबाट आयो ल सल ल राति बेलुका आयो भने यहाँ जङ्गलमा चाहिँ मङ्गल गरिरहेकोहरू देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ हो यो जङ्गल भयो होइन यो जङ्गलमा चाहिँ मङ्गल देख्न पाइन्छ राति त्यही भएर राति नआउनु होला यहाँ बस्ने अनि खाने म यहाँ स्ट्यान्ड राख्छु यहाँ बस्ने यसरी बस्ने टक्क यसरी बस्ने इदा त किमास गर्ने कप खाने अनि जुरुक उठ्ने अनि यहाँबाट घडी हेर्ने कति बज्यो भन्ने कुरा नि होइन ए खोइ यहाँ घडी कति बज्यो अहिले ठ्याक्कै लाएर 6 बजेर 20 मिनट गयो ठ्याक्कै मिल्दो रहेछ घडी पनि यार त यो चलेकै घडी रहेछ अनि आज चाहिँ यस्तो खतरा मौसम भइरहेछ क्या बिहान चाहिँ धुम्म भइरहेको थियो अघि भर्खर दिउँसोदेखि चाहिँ यस्तो घाम चर्क्यो कि गर्मी उदुम भइरहेछ यता चाहिँ यो मान्छे किन दौडिरहेको नेपाली नेपाल हो कि भन्ने होइन रहेछ न्युन्जिन रहेछ हो भन्ने गरी दौडेर हिँडेको छ काम छैन खाने बेलामा लाज छैन भनेर भन्न मिल्दैन होइन गाइज यस्तै हो म चाहिँ एकदम बेरोजगारी हो बेरोजगार सङ्घको अध्यक्ष हुन लागिसक्यो काम छैन होइन मान्छे यसरी गाडीमा चिल्लो गाडीमा हिँड्छ म चाहिँ यसरी साइकल कुदाउनु परेको छ अब यसरी बोलेर हिँड्यो भने मान्छेले पागल भन्छ मलाई अहिले यो मलाई पागल एउटा एक्लै बोलेर हिँड्छ भन्छ यार यो किन कुरिरहेको छु बेकार म चाहिँ किन कुरिरहेको यार म चाहिँ यत्तिकै कुरिरहेको रहेछ हरियो बोलिरहेको छ मान्छेहरू सब बसिरहेको छ म चाहिँ यत्तिकै कुरिरहेको रहेछ म नि पागलै हो मान्छे त त्यट आजभोलि के ट्रेन्डिङमा आएको छ नि त्यो ट्रेन्डिङमा त्यो पागल हो यस्तो एउटा शब्द नै भाइरल यार पागल हो भन्थ्यो म नि कस्तो खतरा आयो कुकुर कति सानो कुकुर हो पागल हो भन्नु पागल हो भन्नु यसरी सिग्नल कुर्नुपर्छ यसरी होइन अरू भन्दा जस्तै हो खोले केटा कति दौडेको यो मान्छे मायाकुरी यार अघि त्यहाँ पर मैले उछिनेर आएको त्यसलाई फेरि मभन्दा अगाडि पुग्यो मायाकुरी दौडिन्छस् मायाकुरी पागल हो भन्थ्यो होइन यता चाहिँ हरियाली साँझ भोलि अब सिगाछु गोगाछतिर साकुरो फुल्यो झिलिमिली भएको थियो फेरि 1 हप्ता 2 हप्ता फुलेर फेरि सेलाइहाल्यो होइन साकुरा त हो 2 हप्तामै चिप्लिहाल्छ होइन आजभोलि फेरि पुरा हरियाली छ फेरि अबको 2-3 महिनापछि पुरै रातो हुन्छ पहेँलो हुन्छ यहाँ जापानको सिजन चाहिँ खतरा चेन्ज हुन्छ क्या मौसम अनुसार
टक टक चेन्ज भइदिन्छ क्या दामी देखिन्छ क्या त्यो चाहिँ राम्रो हो होइन वाउ खतरा घाम लाग्यो त आजको मौसम खतरा छ नि यस्तो चट्टा लगाएर यस्तो मौसम हुँदा त टक्क गर्लफ्रेन्ड लिएर घुम्न जानु पर्ने भनेर भन्दै थियो मेरो साथीले तर म चाहिँ जान्दिनँ किनकि मेरो गर्लफ्रेन्डै छैन होइन त कस्तो च्यापेर बसिरहेको रहेछ जापानको लाइफस्टाइल जापानमा मान्छेहरू बिजी हुन्छ भन्छ है म चाहिँ पुरै बेरोजगारी के पुरै बेरोजगारी हो क्या म चाहिँ मान्छेहरू कस्तो बिजी जापानको लाइफस्टाइल यस्तो बिजी उस्तो बिजी हुन्छ आमा हेट बिल्कुलै होइन हुनु त काम गर्नेहरूलाई फेरि पुरै बिजी पनि छ कस्तो क्युट बच्चा यार काम गर्नेहरूलाई पुरै बिजी पनि छ होइन कि म त फेरि मेरो त फेरि सुत्ने फुर्सद हुँदैन नि काम गरेर होइन बेरोजगार भएर सुत्ने फुर्सद चाहिँ हुँदैन म डुल्ल्या हो कि कहिले यता डुल्ने कहिले उता डुल्ने होइन अब मेरो नामै डुलुवा राख्दा हुन्छ क्या अब नाम त अब के भन्नु नाम एटिएम भयो नि पैसा छैन नाम एटिएम भएर के गर्नु पैसा सुक्को नभएपछि भन्थ्यो साँच्चै हो क्या अब मेरो नाम चेन्ज गरेर डुलुवा भनेर राख्नुपर्छ डुलुवा आयो ओह के साह्रो घुमाएर चलाएको यो मान्छेको साइकल यार ल देखाउँछ यार घुमाएँ त मेरो अगाडि कस्तो साइकल घुमाउँछ यार के भन्नु अब हुन्छ त सक्छ त सक्दैन नि यो जापानको यो के भन्छ यो सेन्दाईको यो ठमेल भन्ने ठाउँ यहाँ परतिर भन्थ्यो अब सेन्दाईको ठमेल भन्ने बित्तिकै कस्तो हुन्छ भन्ने कुरा चाहिँ तपाईँहरूले बुझ्नु भयो होला होइन फेरि यहाँ सिग्नलमा बस्नुपर्ने हुन्छ सेन्दाई क्यासल चाहिँ यता हो अनि यता निसी गइन हो अनि सेन्दाईको ठमेल भनेर चाहिँ यहाँ पर कोकुबान्चोलाई चिनिन्छ होइन त्यहाँ चाहिँ अब के भन्नु बुझ्नु न मिलाएर होइन त्यस्तै हो अरू भने त्यस्तै हो गाइस ल म्याको सिग्नल पनि कति कहिले यताको कहिले उताको खोल्छ क्या झ्याउ लाग्दो यहाँ सिग्नलले अनि 5 मिनटको बाटोमा चाहिँ सिग्नलले नै 10 मिनट लगाइदिन्छ क्या त्यो चाहिँ झ्याउ लाग्ने क्या होइन भन्थ्यो घाम डुब्न लागिसक्यो यार कस्तो यस्तो घाम डुब्ने बेलामा कस्तो खतरा चकिलो घाम लागिरहेको क्या होइन परबाट हेरिरहेछ मलाई एक्लै यो बरबाट पागल भयो क्या भन्दा हेरिरहेछ होस् म पागलै हो पागल हो भन्थ्यो मलाई होइन अनि म अलिक तन्काउँछु क्या लामो बनाउँछु फेरि मामाले यो धेरै लामो बनायो भने चाहिँ मामाले फेरि यसो नमस्कार गर्छ कि मलाई त्यही भएर अलिकति गाह्रो छ म यताबाट हिँड्छु अब हिँडेर म यताबाट हाल्छु होइन खिलिली बोल्छु नि म फेरि मामा चाहिँ मामा घर यहीँ हो हो यताउति भयो भने मामाले भान्जो यसो गरौँ न भनेर सल्लाह दिन्छ कि त्यही भएर नजिकै छ मामा घर कता जाऊँ त म यस्तो म यता एक राउन्ड चाहिँ यता घुम्छु कति बज्यो यस्तो एक राउन्ड घुमेर आउँछु त्यो घाम पनि डुब्न लागिसक्यो म अघि खासमा स्कुलदेखि आइसकेपछि बाहिर निस्किन्छु भनेर प्लान बनाइरहेको थियो कि अनि खाना खाँदा के गर्दाखेरि ढिलो भयो अनि त्यही भएर चाहिँ अलिकति टाइम लागेको खाना खाँदा के गर्दा होइन त्यही भयो घाम डुब्न लागेर चाहिँ अलिकति घाम डुबेपछि फेरि अँध्यारो भइहाल्छ कि तर आजभोलि त अस्तिभन्दा धेरै भइसक्यो टाइम चेन्ज भइसक्यो अस्ति त यति बजे त अहिले कति बज्यो अहिले ठ्याक्कै लगाएर 6 बजे 6:15 भइसक्यो
6:15 त अस्तिर त पुरै अँध्यारै हुन्थ्यो क्या। आजभोलि चाहिँ फेरि 6:15 भइसक्यो। घाम चाहिँ माथि नै छ। माथि नै भन्दा नि अझै के भन्छ अलि माथि नै छ। छट्ट लाएर म चाहिँ काम नहुँदाखेरि यतातिर घुम्न आउँछु होइन बेला बेलामा। काम त मेरो कहिल्यै हुँदैन। अब हप्तामा 1-2 दिनमा त काम। यहाँतिर घुम्थ्यो होइन। अस्तिको भिडियोमा देखाइसकेँ होला मैले यहाँतिरको भिडियो होइन। यी एकजना रिसाएर बसिरहेको यो भिडियो होइन। अब यो दुईजना चाहिँ ब्रेकअप भएको भनेर भनेको थिएँ पहिलाको भिडियोमा। अब यो सक्यो होइन। यहाँदेखि चाहिँ म उता घुम्छु अनि योबाट घुमेर चाहिँ म पल्लो निस्कोइनको चाहिँ पल्लो के भन्छ उताको के भन्छ यो चाहिँ अर्को ऊ भयो कोइन भयो। म चाहिँ अर्को कोइनमा जान्छु यहाँदेखि पर। त्यही भएर यहाँ माथि चढ्छ त साइकल। यहाँ माथि साइकल चढ्छ त। ओइट 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 मार्छ मायाको मामाले देख्यो भने मलाई। यहाँबाट चाहिँ डलाएर हिँड्छु म होइन। त्यहाँ मान्छेले हिँडिरहेछ मलाई मामाले देख्यो भने मार्छ भन्दै सलल आमा दामी देखिँदैछ है भ्यू। यहाँको भ्यू म एक सर्ट लिन्छु होइन। सकेको छु यहाँ चाहिँ यस्तो छ है जङ्गल छ क्या होइन। राति बेलुका आयो भने यहाँ जङ्गलमा चाहिँ मङ्गल गरिरहेकोहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ हो यो जङ्गल भयो होइन। यो जङ्गलमा चाहिँ मङ्गल देख्न पाइन्छ राति। त्यही भएर राति नआउनु होला भन्न चाहे मैले यही भिडियो मार्फत होइन। सेन्दाईमा जो कोही हुनुहुन्छ एकदम आगो नै हो, डेन्जर हो होइन। मतलब के सोचेको रहेको होला होइन। मतलब बाघ भालु आउँछ क्या यहाँ चाहिँ। त्यही भएर अब भालुदेखि डराउ भन्छ नि त होइन। जङ्गलतिर चाहिँ एकदम भालुदेखि रात परेपछि चाहिँ यहाँतिर भालु सालु आउँछ। त्यही भएर एकदम डेन्जर हो। त्यही भएर म चाहिँ नआऊ भन्छ है। एकदम खतरा हो। भालुले चितार्यो भने फेरि बिजोग हुन्छ नि फेरि होइन। त्यही भएर अरू भन्ने यस्तै हो। यहाँतिर साइकल कुदाउनु चाहिँ दामी हुन्छ। क्या दामी सिन आइरहेको छ सिलिलिली हरियार होइन। यहाँतिर चाहिँ के गर्ने हो खासमा म पहिला नि आएको थिएँ यहाँतिर के गर्न घुम्नलाई। तर राति चाहिँ होइन है। सल खेल्न मिल्छ होइन यहाँतिर यस्तो होइन। लुकामारी खेल्न मिल्छ। नेपालमा भयो त लुकामारी भन्ने होइन यहाँ जङ्गलतिर। अनि परतिर चाहिँ पुरा फुटबल भलिबल खेलिरहेछ। परको मान्छेले हेरिरहेछ मलाई यार। होइन रहेछ यार हो कि या हो माकुरी त्यट अहिले मार्छ मलाई फेरि। गाइस म चाहिँ भ्लग बनाउन आएको गाइस एउटा त्यो टिकटकमा आएको थिएँ नि फेरि। त्यो टिकटकमा जहिले हेरेर हुन्छ कि म होइन। यामा हो मेरो कपाल त भुसुक्कै छैन नि ए भगवान् गर्थ्यो म्याक। मैले त्यसो गर्न सक्दैन यार त्यट। यो यस्तो आनन्द यस्तो रोमान्टिक यस्तो रमाइलो मान्छे क्या। एक्लै रुममा एक्लै मजाले रमाइलो गरेर हुन्छ नि। ठिक छ। हे 1 2 3 4 5 6 7 8 9 कचौरा सचौरा पनि रहेछ यार त्यहाँ। ए यो चाहिँ चराहरूलाई त्यो पानी दिनलाई पानी खानलाई हो कि चराहरू आउँछ पानी खान्छ भनेर। के हो यो यहाँतिर मङ्गल सङ्गल गरेर के फ्याले रहेछ यार यिनीहरूले। थेट ठिक छैन रहेछ यार। हैट जे पाए त्यही फ्याल्दो रहेछ यार जङ्गलतिर। थेट त्यो निहुन्जिनहरू ठिक छैन रहेछ मायाकुरी। नेपालीहरू भएको ठाउँमा त नजाउँ होला यार। अहिले झ्याउ हुन्छ फेरि। ए यो पागल एक्लै बर्बारै दिन्छ भन्छ। अब निहुन्जिन जापानिजहरू भएको र मतलबै हुँदैन होइन। आफ्नो बारामा बरबराएर हिँड्ने मतलब होइन। तिनीहरूले बुझ्दैन। तिनीहरूले मैले भनेको बुझ्दैन मैले भनेको तिनीहरूले बुझ्दैन। के भने मैले हो मैले बोलेको तिनीहरूले बुझ्दैन तिनीहरूले बोलेको मैले बुझ्दैन। टन्टै साफ होइन।
निहोङको वाकरीमासेन हिराकाना काताकाना जेन जेन वाकरीमासेन भन्थ्यो त्यस्तै हो। यहाँबाट हिँडेँ म चलेँ अब तनक्क रिनिक्क रन्के म यहाँबाट होइन यी टोइलेट पनि छ यहाँ यी टक्क यो टोइलेट होइन रहेछ यो त सामान राख्नु राम्रो रहेछ। घाम अहिले चाहिँ डुब्न लाग्यो क्या त्यसको म एउटा चट्ट सिनेमेटिक एउटा लिन्छु है त। यो मान्छे अघि कोरो कोरो गरेर कति डुलेको भन्न नमिल्ने होइन। अहिले फेरि बुझ्यो भने मलाई पक्लखै सुताउँछ यहीँमा रेडियो के गरिरहेको छ फेरि यो नेपाली होइन पक्लक्कै सुताउँछ मलाई फेरि यहाँ। तँलाई मुला मेरो बारेमा बोल्ने अधिकार तँलाई कसले दियो भने पक्क घाँटीमा समातेर हान्यो भने फेरि एटिएम हेरेको हेरे हुन्छ। ऊ त्यो कस्तो दामी छ हेरौँ त दामी छ है। एउटा यता हेरेर फर्केर बसेको छ एउटा उता हेरेर फर्केर बसेको छ है दामी छ दामी दामी ए कान्छी नानी तिमी दामी दामी ए। अघि जङ्गलमा मङ्गल गर्न दुईजना आएर क्या हो यार हेर्न जानु पर्यो एकसट खोइ हो के हो म्याकरी छोड्नु हुँदैन नि यस्तो हेर्नु म त होइन नि केटै केटा बनाइ त ठ्याक्करीमा सोचे जस्तो केही हुँदैन जिन्दगीमा भन्दै हो रहेछ होइन। अनि कति राम्री म्याकाडक्स म त हेरे भएको हे अब जापानमा यस्तो जङ्गलतिर नि यस्तो राम्रो राम्रो केटीहरू आउँछ तर किन आउँछ भन्ने कुरा म जान्न चाहन्छ। लेकिन एक सेकेन्ड भन्थ्यो म यहाँबाट खोलुलो यो त अब चाहिँ यहाँ अघि उस्तो मासुरी चढेर चाहिँ हुँदैन। म यसो लगाएर सस्ता जापानमा चाहिँ फेरि यसरी डोराउनु पर्छ कि साइकल चाहिँ। अब यस्तो हो जापानमा चाहिँ यस्तो हो क्या जापानमा चाहिँ कस्तो हुन्छ भने मान्छेको अलिकति मान्छे भिडभाड भए पनि साइकल त्यो चलाएर उठाएर चलाएर हिँड्न मिल्दैन कि अलिकति नेम चाहिँ अलिक विपरीत हुन्छ कि अलिकति तिनीहरूलाई चाहिँ असर हुने गरी चाहिँ हिँड्न मिल्दैन। यसरी डोर्याएर हिँड्नुपर्छ यसरी डोर्याउनुपर्छ अलिकति छोयो पनि झ्याममा लाएर रिस उठ्ने मान्छेले हतार भइरहेको हुन्छ तिनीहरूलाई यसरी डोर्याएर हिँड्नुपर्छ साइकल यसरी डोर्याउनुपर्छ। अनि तिनीहरूलाई अलिकति छोको त पुरै छोड अलिकति छेउमा यसो गऱ्यो भने तिनीहरूलाई भन्नुपर्छ कुरीहरूलाई के गर्नु गाह्रो छ नि तिनीहरूको देशमा आएपछि होइन भन्ने मलाई लागिरहेछ होइन। म अघि ठाउँबाट फेरि फर्केँ अब म उतातिर जान्छु उता पुलभा ठाउँतिर होइन। त्यहाँदेखि चाहिँ खतरा उयो ट्रेन हिँडेको ट्रेन त यतिखेर आउँछ कि आउँदैन आयो भने म ट्रेन हिँडेको मजाको एउटा भिडियो फर्स्ट छ्यासलाई एउटा भिडियो खिच्छु ल। सिमासेन जापान टोकियो अघि भर्खर मलाई लामखुट्टेले यहाँ टोकियो। यिनीहरू कस्तो राम्रो हिँड्छ दुईजनाको मान्छे बुढाबुढीहरू क्या अरे म्याकाडक्स मलाई चाहिँ यस्तो जोडी देख्दाखेरि विरक्त लागेर आउँछ। आफ्नो त छैन के गर्नु गाह्रो छ सिङ्गल हुनु पनि लास्टै पीडा छ। अरूको जोडी देख्दा नि मनै कटक्क खाएर आउँछ। अनि के भन्नु अब के भन्नु के कटक्क यहाँ दुख्छ नि यहाँ भन्थ्यो के गर्नु दुख्छ नि। ए देउता जुर्याइदेऊ न एउटा एउटी पो त एउटा होइन एउटा जुर्यायो भने झ्याउ हुन्छ एउटी चाहिँ जुर्याइदिनु पऱ्यो भन्ने मलाई लागिरहेछ। म यहाँबाट यस्तो परको ट्रेन हिँडेको एउटा भिडियो खिच्छु भनेको ट्रेन कतिखेर आउने हो म कुरेर बस्छु अब ट्याक्क कुरेर बस्छु ट्रेन त चिप्लिहाल्यो नि यार थुक्क चिप्लिहाल्यो नि कुरी आउँछ होला ए यताबाट आयो ल एउटा आयो ल यताबाट आयो ल सल ल कस्तो बिचमा दुईटा गइरह्यो यार माकुरी
उताको छिच्छु भनेर यहाँ क्यामेरा बुझ्दै त्यो प्लुत्तै चिप्लिहाल्यो नि सर्लक्क है खुली त गइहाल्यो नि यार ले हे गाइज आजको भिडियो कस्तो लाग्यो तपाईँहरूलाई जस्ताको तस्तै सेम टु सेम कमेन्ट गर्न चाहिँ तल नभुल्नु होला होइन अनि यस्तै हो आजलाई चाहिँ यतै अन्त्य गर्न चाहन्छ अब चाहिँ यहाँ खतरा भ्यू देखिन्छ यहाँबाट होइन तपाईँहरू नि सेन्दाईमा हुनुहुन्छ भने यहाँतिर यसो घुम्न चाहिँ चस्सा लगाएर आउनु होला मलाई नि बोलाउनु होला होइन अरू भने त्यस्तै हो दामी देखिन्छ मेरो साइकल यहाँ छ छ्यास्सा लगाएर होइन मान्छेहरू ओहोरदोहोर गरिरहेको छ यो साइकल गाडीमा टिलिलिलिलिलिलि पारेर सास कति छिटो दौडिएको म्यागडो भागिहाल्यो नि म्याग त्यसको दामी खिच्छु ल म म्यागड फिलिलिलिलिलि त्यो बसको चाहिँ दामी खिच्छु ल म सर आयो मेरो गाडी एट्टो ढुङढुङ रतबाग पेपे अब पुलै हल्लिने यार म्यागड वेट गयो म्यागकुरी त्यही गाइज आजको भिडियोलाई यतै अन्त्य गर्छु अब म यहाँबाट च्यात्नुपर्ने हुन्छ सर्लक्क लगाएर घरतिर च्यात्नुपर्ने हुन्छ र त्यही भन्दै कहाँबाट हेर्दै हुनुहुन्छ च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई सब्सक्राइब गर्न छ्यास्स गर्न नभुल्नु होला अब नेक्स्ट भिडियो चाहिँ अर्को विक आउँछ होइन त्यही हो अनि कहाँबाट हेर्दै हुनुहुन्छ छ्यास्स लगाएर कमेन्ट गर्न नभुल्नु होला होइन ल आजको भिडियो त्यहाँ अन्त्य गर्दै नेक्स्ट भिडियोमा